हेलो एन्ड वाट्सअप गाइजहरू होइन अनि अरू पनि सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु र आज चाहिँ म त्यो पछाडिपट्टि देखिरहेको कल्पना एयरबसलाई लिएर टिचरहरूको चाहिँ ट्रिपमा जाँदैछु र फुल भिडियो हेर्नु होला। अहिलेलाई बाई बाई। अनि अहिले चाहिँ गाइजहरू म चाहिँ टक्क लाएर गाडीलाई लिएर चाहिँ प्यासेन्जरहरू मतलब टिचर्सहरूलाई चाहिँ पिकअप गर्न चाहिँ हिँडिसकेँ। अनि गाइजहरू हिँडेको बाटो चाहिँ एकदम घुम्ती डेन्जर घुम्तीहरू चाहिँ रहेछ गाइजहरू यसमा चाहिँ होइन गाइजहरू। अनि अहिले चाहिँ टक्क यहाँनिर यस्तो टाल्दै यहाँनिर म यस्तो पनि मोडिदिन्छु। अब चाहिँ टक्क ल्याएर चाहिँ टिचर्सहरूलाई चाहिँ पिकअप गरौँ अनि चाहिँ त्यस पछाडि बल्ल भेटौँ है त। अहिले चाहिँ गाइज म चाहिँ होइन टिचर्सहरूलाई चाहिँ पिकअप गरेर उनीहरूलाई चाहिँ पोखरा छ नि हो त्यो पोखराको चाहिँ स्तुपा भन्ने ठाउँ रहेछ कि एउटा हो त्यो स्तुपा भन्ने ठाउँमा चाहिँ लिएर जाँदैछु। अनि गाइज होइन अहिले चाहिँ पोखरा हेर्नु त कस्तो विकसित भयो ओहो अख्खा भन खाने होइन गाइज खतरा गाइजहरू। अनि आम्बो गाइजहरू ओहो त यो ट्रकले मैले एकैछिन ट्वाक लाएर ओभरटेक हानिदिएँ। यस्तो आम्मामा खतरा गाइजहरू। अब चाहिँ टक्क लाएर अझै अब चाहिँ हामी चाहिँ तेल हाल्न जानुपर्ने हुन्छ। अझै ट्याक्क ल्याएर त्यत्रो ठुल्ठुलो ट्रिपमा जाँदैछौँ नि त त्यही भएर चाहिँ हामीलाई तेलको चाहिँ आवश्यकता हुन्छ। अहिले चाहिँ गाइजहरू तेल चाहिँ एकदमै सोर्टेज भयो। यसको बाउलले त आम्मामा गाइजहरू ओहो आकाशिसक्यो के तेलको बाउले। अब त उस्तै पऱ्यो भने बढाएर पनि सकिन्न गाइजहरू। अब चाहिँ धेरै कुरा नगरिकन अब चाहिँ हामी चाहिँ पेट्रोल पम्पको आसपास पुगौँ अनि भेटौँ है त। अहिले चाहिँ गाइजहरू हामी चाहिँ होइन पेट्रोल पम्पको चाहिँ आसपासमा आइसक्यौँ। अब चाहिँ पेट्रोल पम्प आइपुग्नु पर्ने हो त्यहाँनिर हेर्न सक्नुहुन्छ पेट्रोल पम्प आइसक्यौँ। अब चाहिँ टक्क लगाएर हामीले चाहिँ ट्याङ्की फुल हाल्नु पर्छ अनि चाहिँ टक्क लागेर ट्रिपमा जानुपर्ने हुन्छ गाइजहरू। ओहो आम्बो ल गाइजहरू अब चाहिँ हालेपछि भेटौँ है त। अहिले चाहिँ गाडीमा चाहिँ तेल चाहिँ ट्याङ्की फुल गरिदिएँ। ट्याङ्की फुल गरेर चाहिँ अब चाहिँ हामीले पिकअपहरू चाहिँ सबै गरिसक्यौँ। अब चाहिँ ट्याक्क लागेर अब चाहिँ हामीहरू गन्तव्यतर्फ चाहिँ लाग्न पर्ने हुन्छ। अनि अब चाहिँ पहिला हाम्रो टिचरहरूले चाहिँ अब चाहिँ कता जाउँ भनेर मैले सोद्धाखेरि चाहिँ स्तुपा जाऊँ भनेको ताले स्तुपाको बाटोमा अगाडि बढिरहेका छन् गाइजहरू। अनि अब चाहिँ धेरै कुरा काना नगरिकन अब चाहिँ ट्याक्क लगाएर एकचोटि एउटा सिनेमेटिकहरू पनि हालिदिउँ कि क्या जस्तो लाग्यो। त्यही भएर एउटा चाहिँ सिनेमेटिक पनि जान्छ है त गाइजहरू। एक अर्कालाई मेरी हजुरा बाँचौँला अङ्गाली। गाइजहरू अनि हजुरहरूलाई सिनेमेटिक कस्तो लाग्यो? सिनेमेटिक चाहिँ आजको अलिकति छोटै हुन पुग्यो होइन। अब चाहिँ टक्क लाएर स्तुपा पुगेको बाटोतिर पुगेपछि भेट्टौँ है त गाइज। हामी चाहिँ अहिले अनेक खुड्किलाहरू चाहिँ पार गरेर अहिले चाहिँ हामीले कल्पना एयरबसलाई टक्क लाएर स्तुपा जाने बाटोमा लिएर आइसकेका छौँ गाइजहरू। स्तुपा जाने बाटो चाहिँ यस्तो पिच परेको रहेछ है ओहो अघि नै एउटा पिचबाट कुदाएको एकदमै रोइका रोइ घुम्ती बाटो मर्तेको त ओइला त्यहाँबाट चाहिँ यस्तो अफरोड रहेछ नि त। अफरोड मतलब हिरो बाटो रहेछ ओहो। यहाँबाट चाहिँ अक्क लाएर हामी चाहिँ आइसक्यौँ। त्यहाँनिरबाट कता अगाडिबाट मोडिने भन्दै हुनुहुन्थ्यो सरले। एउटा सर हुनुहुँदो रहेछ कि एकदम हँसिलो एकदमै खतरा हुनुहुँदो रहेछ एउटा गगन माविको सर होइन। त्यो सरलाई चाहिँ मलाई मन पर्यो। आज धेरै कुराकानी भयो नि त्यो पनि मलाई कस्तो मन पर्यो कि ओहो गाइज गाइज हेर्नु त स्कुलका त धेरै धनी हुनुहुँदो रहेछ कि ओहो यस्तो
यस्तो कल्पनाहरू आउन सक्ने ओइ ला फस्यो नि त गाइजहरू। अब चाहिँ अहिले चाहिँ अब अर्को गोरेर ट्याक्क लाएर अहिले चाहिँ आइसकेँ स्तुपामा। अनि अब चाहिँ मैले ट्याक्क लाएर एकचोटि पार्किङ हानिदिन्छु अनि चाहिँ अब त्यस पछाडि फेरि है त गाइज अहिले चाहिँ गाइजहरू म चाहिँ स्तुपाबाट चाहिँ फर्किसकियो गाइजहरू। अहिलेसम्मको टिरी हजुरहरूलाई कस्तो लागिरहेको छ मन परेको छ भने फेरि सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला गाइजहरू। अनि चाहिँ गाइजहरू गोगन स्कुलका चाहिँ टिचरहरू चाहिँ लास्टै धनीहरू नै हुनुहुँदो रहेछ गाइजहरू। ओहो यस्तो कल्पना एयरबसको यस्तो धेरै किराया राखेको नि गाइजहरू मैले कसैको नि टिरी पाएको छैन अहिलेसम्म। चाहिँ गोगन स्कुलबाट चाहिँ टिरी पाइदिइहाल्यो होइन गाइज। एकदमै धनी लाग्यो मलाई चाहिँ होइन। ओहो गाइजहरू टिचर भएर होला नि होइन एकदमै पैसा उठाएर आम्मा। अनि त्यस पछाडि अब चाहिँ हामीहरू फेरि अनि यतापट्टि चाहिँ मोडिएर जान पर्ने हुन्छ अब आफ्नो अर्को गन्तव्यतर्फ। अनि अब हामी चाहिँ अर्को गन्तव्यतर्फ पुगिसकेपछि चाहिँ हामी चाहिँ फेरि के गर्नुपर्ने हुन्छ भन्दाखेरि हाम्रो गेमिङ भिडियोलाई चाहिँ त्यही पनि एन्ड हानिदिनु पर्ने हुन्छ। ओहो पिचबाट कुदाउनुको मजा बेग्लै छ कि गाइजहरू होइन। ड्राइभर भएर हो कि के हो मैले थाहा भएन होइन। पिचबाट कुदाउनुको मजै बेग्लै छ। अब चाहिँ ट्याक्क लागेर गाइजहरू अब चाहिँ हामी अर्को बाटोतिर पुग्न पर्छ र त्यो चाहिँ पुगेपछि नै भेटौँ त है त। अनि गाइज अहिले चाहिँ म चाहिँ होइन अफडा आएपछि चाहिँ मैले एउटा कुरा थाहा पाएँ कि ए आमा यो बाटो चाहिँ यस्तो गाह्रो छ नि गाइजहरू। ए आमा 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 कस्तो पछाडिपट्टि गइदिइहाल्छ टर्निङ सर्निङ पुग्दैन ओइ 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 आमा ओइ माथि चढ कस्तो गाइज ओइ आमा एक्सिडेन्ट भयो ओह सेट भयो नि त गाइजहरू। अब चाहिँ यसलाई क्रेन बोलाएर उठाउँछौँ होइन गाइजहरू। उठाएपछि फेरि चाहिँ भेट्न पर्छ हामीहरू गाइजहरू लगाइज आमा क्रेनलाई बोलाइहाल्नु पर्ने जस्तो पनि कन्डिसन छ। टिचरहरू चाहिँ अत्तालिसक्नु भयो गाइजहरू। ओह आमा आमा गाइजहरू। अनि 2-3 घन्टाको पर्खाइपछि चाहिँ हाम्रो फेरि मैले क्रेनलाई बोलाइहालेँ। अनि त्यस पछाडि हाम्रो चाहिँ ट्रिपहरूलाई चाहिँ धेरै डिले मैले गरिनँ। अनि मेरो यस्तो महान कामलाई यस्तो तालले एप्रिसिएट गर्नुभयो क्या टिचरहरूले। मेरो इङ्ग्लिस मिल्यो कि मिलेन गाइजहरू ड्राइभर परियो अब अलिअलि इङ्ग्लिसमा चाहिँ गल्ती हुनसक्छ। आम्मा ओइ 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 आम्मा ओहो गाइज यसलाई यसका बाजे ल ओइ 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 ला 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 गाइजहरू ल गाइजहरू आम्मा गाइजहरू ल अब चाहिँ अर्को बाटोमै पुगेपछि भेटौँ है त गाइजहरू। अहिले चाहिँ गाइज म चाहिँ यस्तो तलको बाटोमा आइसकेँ। ओहो गाइजहरू आम्मा यस्तो घुम्ती बाटो रहेछ नि गाइजहरू। त्यो मैले सोचेको भन्दा बढी रहेछ कि यहाँको एउटा अङ्कललाई मैले सोधेको थिएँ 11 मिटर गाडी भयो कल्पना एयरबस त्यो त आनन्दले आउँछ भनेर भन्यो थियो। मेरो ड्राइभिङ स्किल यस्तो हो कि के हो गाइजहरू मैले थाहा पाउन सकिनँ। अनि यस्तै छ जिन्दगी कतै कतै ठोकिँदै कस्तो नराम्रो बनाइदिइसके। टिचरहरू चाहिँ अलिकति अत्तालिएर मलाई अलिअलि कराइराख्नु भयो अघि आमा फेरि ठोकियो गाइजहरू। यस्तो कुरा गर्दै ठोकिएपछि मैले के गरौँ गाइजहरू ओहो गाइजहरू ओहो। अहिले चाहिँ हामी हाम्रो गन्तव्यमा चाहिँ आइसक्यौँ। रिभर्स पो गरिदिन्छ। हाम्रो गन्तव्यमा आइसक्यौँ। अब चाहिँ म ट्याक्क लाएर यहाँनिर चाहिँ अब पार्किङ हान्छु यस्तो ओए ल गाइज म चाहिँ निस्किसकेँ। अब चाहिँ हाम्रो चाहिँ भिडियो होइन भिडियोलाई अब यही स्वयं मुन्ना ठोकियो के हो स्तुपामा आएपछि नै अब यसलाई इन्ड चाहिँ हानिदिनु पर्छ गाइजहरू हामीले है। यसलाई एन्डिङ हानिदिउँ न त।